रमेश प्रसाईजी आज संसदमा कुर्लिनु भयो। अब तपाईँ सोध्नुहुन्छ पैसा त छैन त कहाँबाट ल्याउनु त याङयम होप्पे। ए रमेश प्रसाईजी संसदमा त्यहाँ बोल्ने भन्ने बित्तिकै कुर्लिन चाहिँ किन पर्छ के? त्यो सामान्य कुरालाई त अब सामान्य तरिकाले भन्दा यसो गरौँ उसो गरौँ भन्ने हुन्छ नि त। त्यसै ड्याम उफ्रेपछि राम्रो हुने हो र? अब उहाँले चाहिँ विशेष गरी चाहिँ यो रक्सी चुरोटको बारेमा भन्नुभएको छ, कर बढाउने भनेर। रक्सी चुरोट सुर्ती स्वास्थ्यका लागि हानिकारक जति वस्तु विदेशबाट आयात हुन्छन् अर्को 50% कर थपौँ। कुनै पनि कुरा गर्दाखेरि साइड इफेक्ट त्यसको के हुन्छ भनेर पनि याद गर्न पर्यो नि रमेशजी। अब रक्सी महँगो भयो भनेर को आन्दोलनमा आउँछ? आधाभन्दा बढी त तपाईँहरू सांसदहरू नै आन्दोलनमा आउनुहुन्छ होला। रक्सी चुरोटको भाउ बढ्यो भने कुरा गर्नुहुन्छ यार। उल्टै आमा दिदी बहिनी खुसी हुन्छन्, हामीलाई आशीर्वाद दिन्छन्। आमा दिदी बहिनीले आशीर्वाद दिनुहुन्छ नि के महिलाले चाहिँ रक्सी खान हुन्न भनेर कहीँ लेखा छ? खाँदै खान्न नेपाल महिलाले रक्सी। आमा दिदी बहिनीले पनि आन्दोलन गर्न सक्छन् के थाहा। कहिले काहीँ चाहिँ चाडपर्वमा चाहिँ यसो रमाइलो गरौँ भनेर टुच्चा दिए रानी बानी भएको एकैचोटि 50% बढाउँदा। अर्को सँगसँगै कुरा के भन्दाखेरि रमेशजी, एउटा कुनै ठाउँमा के भएर छ भन्दाखेरि अब रक्सी बन्द गर्ने, कसैले कुनै पुरुषले चाहिँ रक्सी खाएको थाहा पायो भने त्यसलाई चाहिँ 1000 रुपियाँ जरिमाना गर्ने हो। अब एउटा चाहिँ सामान्य चाहिँ परिवार भएको मान्छे होइन, अब 50 रुपियाँ 100 रुपियाँको रक्सी खान्थे पहिला त। जब जरिमाना भइसकेपछि बुढो रक्सी खाएर आउने बुढले कहाँबाट ऋण खोज्यो 1000 रुपियाँ तिर्यो। अनि गर्दै 2-3 महिनापछि यो सकिएन, झन् घाटा भयो, हामी झन् गरिब हुने भयौँ भनेर फेरि यो जरिमाना तिर्दा अनि फेरि ल ठिक छ रक्सी खुल्ला भन्ने आएको थियो कि। त्यस कारणले गर्दाखेरि साइड इफेक्ट के हुन्छ त्यो पनि हेर्न पर्यो। तर रक्सी र चुरोट चाहिँ स्वास्थ्यको लागि हानिकारक छ।